2 वर्ष दुबई बसेर डेजर्ट सफारी नजाने चाहिँ मै मात्र हो कि अरू पनि छन् हैन। सो आज चाहिँ हामी डेजर्ट सफारी जाँदैछौँ। बिहान उठ्न ढिला भएर हामी चाहिँ गाडीमै रेडी हुँदै गइरहेथ्यौँ। आजको यात्रा चाहिँ धेरै लामो थियो हाम्रो, त्यही भएर हामी मस्त गाडीमा रमाइलो गर्दै पनि हिँडिरहेथ्यौँ हामी दुईजना चाहिँ। गाडीमा नाच्दै हिँड्ने चाहिँ हामी दुईजना मात्र थियौँ, अरू चाहिँ सबै सुतिरहेको थियो हैन। मलाई चाहिँ फेरि कहिले पनि सुत्न नि मन लाग्दैन। त्यसपछि हामी बल्ल बल्ल पुग्यौँ। सुरुमा चाहिँ हामी यो बाइक राइड गर्ने ठाउँतिर लग्यो हामीलाई सुरुमा। त्यसपछि हामीले यो रुमाल पनि बेर्यौँ हैन, अलिकति हबिबी स्टाइल देख्नु पर्यो भनेर दुईजनाले नै दिदीबहिनीले बेर्यौँ। उहाँ चाहिँ ठिकै देखाएको थियो। अनि त्यसपछि चाहिँ हामी सिधै बाइकको काउन्टरमा गयौँ, बुझ्यौँ त्यो चाहिँ एकदम एक्सपेन्सिभ थियो। त्यही पनि हामीले चाहिँ अब पालै पिलो 2टा बाइक लियौँ, 4जनाले पालै पिलो मस्त चलायौँ। तर यस्तो रमाइलो हुँदो रहेछ गाइस, यो चाहिँ ट्राई गर्नै पर्ने रहेछ। बाइक राइड गर्ने ठाउँमा चाहिँ 1 घन्टा जति बसेर फेरि हामीलाई चाहिँ अर्को ठाउँमा लान लायो। त्यसपछि हामी 1 घन्टाको यात्रा गरेर गयौँ, जुन चाहिँ मेन ठाउँमा लग्यो उनीहरूले, त्यो डेजर्ट सफारीको प्रोग्रामहरू हुने ठाउँमा लग्यो। त्यसपछि हामी 1 घन्टाको यात्रा गयौँ मस्त गाडीमा सुती गयौँ भनौँ। त्यहाँ चाहिँ पुग्न साथै चाहिँ हाम्रो क्यामल राइड थियो, जुन चाहिँ हाम्रो प्याकेजमा इन्क्लुड थियो हैन। जुन चाहिँ म चाहिँ चढेँ, जुन चाहिँ गाइज मोटो भएर चाहिँ एकदम गाह्रो हुने रहेछ यो क्यामल चढ्नु। बिचरा क्यामलको नि माया लागिरहेको थियो हैन। मलाई नचढ त भन्दै थियो, मेरो दिदीले चाहिँ चढेन, मैले चाहिँ चढेँ। पुग्न साथै चाहिँ हाम्रो अब फेरि भित्र छिर्यौँ, भित्र छिरेर चाहिँ स्न्याक्स खायौँ। अनि सुरुकै सिट लिएछौँ हामीले चाहिँ त्यो सोहरू हेर्नलाई। त्यसपछि सो पनि स्टार्ट हुन थाल्यो। त्यसपछि हाम्रो डिनर पनि स्टार्ट भयो। हामीलाई चाहिँ रमाइलो भयो जस भनौँ, तर खानाहरू चाहिँ म खासै रिकमेन्ड गर्दिनँ त्यहाँ हैन। अब त्यही दिन्छ प्याकेजको वाला, तर आई सजेस्ट कि के चाहिँ बोकेरै जानुपर्ने रहेछ भनेर, त्यस्तो मिठो चाहिँ नहुने रहेछ हैन। त्यसपछि हाम्रो लास्ट सो चाहिँ यही थियो, आई लभ दुबई भनेर हामी हेऱ्यौँ। त्यसपछि फर्क्यौँ। थ्याङ्क यू फर वाचिङ हैन। म चाहिँ अब युट्युबमा चाहिँ फुल भिडियो हाल्छु, सो डु सब्सक्राइब एन्ड डु फलो फर